तथ्याङ्क कार्यालयले माग्यो 4,439 जना जनशक्ति, कति पाइन्छ तलब, कसरी दिने आवेदन। राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी राष्ट्रिय आर्थिक गणना 2082 लाई सफलतापूर्वक सम्पन्न गर्न ठूलो संख्यामा जनशक्ति माग गरेको छ। बिहिबार प्रकाशित सूचना अनुसार कार्यालयले देशभरका व्यावसायिक एकाइहरूको तथ्याङ्क संकलन र सुपरिवेक्षणका लागि कुल 4,439 जना कर्मचारी करारमा भर्ना गर्न लागेको हो। यसमध्ये 526 जना सुपरिवेक्षक र 3,913 जना गणक पदका लागि विज्ञापन आह्वान गरिएको छ। सुपरिवेक्षक पदका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने र गणकका लागि कम्तीमा +2 वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। 2.5 महिनाको छोटो करार अवधि भए तापनि यसमा पारिश्रमिक भने निकै आकर्षक तोकिएको छ। सुपरिवेक्षकले मासिक 34,730 रुपियाँ र गणकले मासिक 32,902 रुपियाँ सेवा सुविधा प्राप्त गर्नेछन्। योग्यता पुगेका उम्मेद्वारले सूचना प्रकाशित भएको 21 दिनभित्र राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइट वा QR कोड स्क्यान गरी अनलाइन मार्फत आवेदन दिनुपर्नेछ। प्राप्त आवेदनहरू मध्येबाट सर्टलिस्ट अन्तर्वार्ताका आधारमा योग्य व्यक्ति छनौट गरिनेछ। देशको आर्थिक ऐना मानिने यस गणनामा सहभागी भई सरकारी अनुभव बटुल्न चाहने युवाहरूका लागि यो एक उत्कृष्ट अवसर बन्ने पक्का छ।